मैले अहिले गाग्री यस्तो छ, मैले गाग्री लिएँ, बट धेरै टाइम लाग्दैन है। यो गाग्रीमा मैले यो गोल हजुरकै अगाडि यसरी लगाइराखेको छु है। हल्का हातले लगाएको छु, मैले केही अरू केही प्रयोग गरेको छैन। अनि यो लगाइसकेपछि मैले हल्का यसलाई जतासुकै पुर्याउनको लागि यसलाई मिचिराखेको छु। बनाएको घोल पनि देख्नु भएको छ, मैले कुनै भिडियो एडिट गरेको छैन, मैले हजुरकै अगाडि यो गरिराखेको छु है। अनि यो लगाएको मैले धेरै बेर पनि भएको छैन, मैले अब यसलाई तत्कालै धोइहाल्छु। हजुरहरूले एकदमै गलत गर्न नहुने कुरा भनेको के हो भन्दाखेरि यसलाई धुँदाखेरि हजुरले लगाएको जुन मेटेरियल छ, जुन हामीले किचनमा युज गर्ने खानेकुरालाई नै युज गरेर हामीले यसलाई यस्तो गराइराखेका छौँ, यसलाई एकदम निखार्नु होला, किनभने यो निक्लेन भने त्यो ठाउँमा निलो दाग बस्न सक्छ। एकदमै निखार्नु होला त्यो लगाएको चिज धुँदाखेरि। मैले अरू केही एक्स्ट्रा प्रयोग गरेको छैन, हजुरको अगाडि नै धोइसकेको छु, मिचेको र धेरै बेर राखेको पनि छैन, हात बाहेक अरू केही प्रयोग गरेको पनि छैन। एउटा कुरा, हामीले खाना कहिलेकाहीँ मिलाएर खाइएन भने यस्तो केमिकल पनि बन्दो रहेछ है। हामीले खाने खानाहरू एकदमै के खाने के नखाने, केसँग के मिलाएर खाने भन्ने कुरा पनि ख्याल गर्नुपर्छ भन्ने पनि एउटा उदाहरण हो है हजुरहरूलाई। योभन्दा पहिला मैले अनुहार देखाएको थिइनँ, तर भिडियो मेरो योभन्दा पहिला 2टा बनाइसकेको थिएँ। ल हेर्नुहोस्, अहिले यस्तो भयो। मैले भर्खर यही लगाएको हो, यो के राखेँ भने नि हजुरलाई पहिले देखाइसकेको छु। र अनि यो 2टा हेर्नुहोस् गाग्री कति फरक भयो। म अब यस्तै गरेर अर्को गाग्री नै मार्दैछु है। हेर्नु, मैले त्यही जुन बनाएको थियो अघि हजुरलाई देखाएर के मिसाएको छ भने हेरिहाल्नु भयो। त्यही नै लगाएर धेरै टाइम पनि नलगाइकन मैले लगभग 5 मिनटमा 2 भ्याउँछु होला। हजुरलाई 5 मिनट भयो यो देखाएरै गइरहेको छु, म कुनै भिडियो एडिट गरेको छैन। त्यही भएर हजुरहरूलाई पनि तामाको भाँडा मान्न छ, कुनै विवाह बर्तन भोज भतेरमा ठुल्ठुला भाँडाहरू मान्न पर्ने हुन्छ, अनि निखार्नलाई गाह्रो हुन्छ, अनि त्यो पिताम्बरीले नि एकदमै घोट्न पर्ने हुन्छ, धेरै टाइम लाग्छ हैन। त्यसको लागि तामाको भाँडा मान्न एकदम छिटो, सजिलो र सर्लक्क जाने, अनि केही सामान किन्न जान नि नपर्ने, घरमै भएको सामान युज गर्न सकिने भएको भएर एकदम सजिलो के। ल हेर्नुहोस्, अब मैले यसलाई पनि धोइसकेँ। अब मैले त्यसलाई धोइसकेको थिएँ, अघि हेरिहाल्नु भयो। एकदम सजिलो, छिटो, घरमै भएको सामान युज गर्न मिल्ने, विवाह भतेर भोज भतेरमा तामाको भाँडा युज गर्दै हुन्छ भने, ठुल्ठुलो उसमा तामाको भाँडा युज गर्दै हुन्छ भने एकदम छिटो, सजिलो र एकदम चम्किलो, आकर्षक बनाउनको लागि हजुरले यो विधि प्रयोग गर्न सक्नुहुन्छ। यो मेरो तेस्रो भिडियो है। अहिले दोस्रो पहिलो भिडियोलाई एकदमै मन पराएर धेरैजनाले लाइक कमेन्ट र सेयर गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। दोस्रो भिडियो धेरैजनाले हेर्नु भएको छ, तर धेरै छैन। यो तेस्रो भिडियो हेर्नु, मैले 2वटा गाउरी यसरी रेडी गरेँ। बेला चाहिँ म गरेको छैन, हालेको छैन, भिडियो धेरै लामो हुने भयो। यो सामान्य चिज प्रयोग गरेर एउटा यो नुन अनि मैदा यति प्रयोग गरेर मैले यो गाउरी रेडी गरेको है। र हजुरहरूलाई मन पर्यो भने एकदमै सेयर गर्नु होला, सेभ गर्नु होला, अनि हजुरले पनि युज गरेर हेर्नु होला। तर हजुरले जुन लगाउनुहुन्छ त्यसलाई चाहिँ राम्रोसँग निखार्नु होला, नत्र भने निलो हुन सक्छ। त्यो निक्लेन भने त्यो भएर एकदम राम्रोसँग निखारेर घरमा भएका तामाका भाँडाहरू एकदम चम्किलो बनाउन सक्नुहुन्छ। ल भिडियो लाइक कमेन्ट सेयर गरिदिनु भएको धेरै धेरै धन्यवाद। यो गाग्री मैले 1 महिना पहिला भिडियो बनाएर हजुरलाई देखाएको थिएँ, अहिले पनि यस्तो छ। सबै धेरैजनाले कालो हुन्छ भनेर कमेन्ट गर्नु भएको थियो, कालो भएको छैन, हल्का त अब भइहाल्नु भयो।
त्यसपछि मैले एउटा बेली पनि लिएको छु। अनि मैले यो भिनेगर हो, भिनेगरको बोतल लिएको छु। अनि एउटा खाली कटौरा, अनि यो नुन हो, मैले यो नुन लिएको छु। अनि यो मैदा हो, मैले यो मैदालाई पनि हेरिराखेँ है, मैदा लिएको छु। अनि मैले एउटा सानो चम्चा लिएँ। अनि यो चम्चाले यहाँ मैले हजुरलाई देखाएरै राख्छु। 1 चम्चा नुन राखेँ, 1.5 चम्चा नुन राखेँ। त्यसपछि यो नुन मैले यता राखेँ है। त्यसपछि मैले 1 चम्चा 1.5 चम्चा जति मैदा राखेँ। अब यो मैदा पनि मैले यता राखेँ हेर्नु। अनि त्यसपछि मैले यो भिनेगरलाई खोलेर मैले यो नुन र मैदा भिज्ने गरी भिनेगर राखेँ। भिनेगर नभए अमिलो राख्दा पनि हुन्छ है। तामाको भाँडा माज्नको लागि एकदम सजिलो। अनि मैले यसलाई चलाएँ। अनि चलाइसकेपछि हेर्नु एउटा यस्तो घोल रेडी भयो। यो हल्का थिक छ है, चलाउँदै जान्छु र राम्रोसँग मिक्स भयो। यो घोल रेडी भयो, मैले हातले चलाएको छु। मैले अहिले गाग्री यस्तो छ, मैले गाग्री लिएँ, धेरै टाइम लाग्दैन है। यो गाग्रीमा मैले यो घोल हजुरकै अगाडि यसरी लगाइराखेको छु है। हल्का हातले लगाएको छु, मैले अरू केही प्रयोग गरेको छैन हेर्नु है। अनि यो लगाइसकेपछि मैले हल्का यसलाई जतासुकै पुर्याउनको लागि यसलाई मिचिराखेको छु। मैले बनाएको घोल पनि देख्नु भएको छ, मैले कुनै भिडियो एडिट गरेको छैन, मैले हजुरकै अगाडि यो गरिराखेको छु है। अनि यो लगाएको मैले धेरै बेर पनि भएको छैन, मैले अब यसलाई तत्कालै धोइहाल्छु। हजुरहरूले एकदमै गलत गर्न नहुने कुरा भनेको के हो भन्दाखेरि यसलाई धुँदाखेरि हजुरले लगाएको जुन मेटेरियल छ, जुन हामीले किचनमा युज गर्ने खानेकुरालाई नै युज गरेर हामीले यसलाई यस्तो गराइराखेका छौँ। यसलाई एकदम निखार्नु होला, किनभने यो निक्लेन भने त्यो ठाउँमा निलो दाग बस्न सक्छ। एकदमै निखार्नु होला त्यो लगाएको चिज हुँदाखेरि। मैले अरू केही एक्स्ट्रा प्रयोग गरेको छैन, हजुरको अगाडि नै धोइसकेको छु, मिचेको र धेरै बेर राखेको पनि छैन, हात बाहेक अरू केही प्रयोग गरेको पनि छैन। एउटा कुरा, हामीले खाना कहिलेकाहीँ मिलाएर खाइएन भने यस्तो केमिकल पनि बन्दो रहेछ है। हामीले खाने खानाहरू एकदमै के खाने के नखाने, केसँग के मिलाएर खाने भन्ने कुरा पनि ख्याल गर्नुपर्छ भन्ने पनि एउटा उदाहरण हो है हजुरहरूलाई। योभन्दा पहिला मैले अनुहार देखाएको थिइनँ, तर भिडियो मेरो योभन्दा पहिला 2टा बनाइसकेको थिएँ। ल हेर्नुहोस्, अहिले यस्तो भयो। मैले भर्खर यही लगाएको, यो के राखेँ भने नि हजुरलाई पहिले देखाइसकेको छु। र अनि यो 2टा हेर्नुहोस् गाग्री कति फरक भयो। म अब यस्तै गरेर अर्को गाग्री नै माज्दैछु है। ल हेर्नु, मैले त्यही जुन बनाएको थियो अघि हजुरलाई देखाएर के मिसाएको छ भने हेरिहाल्नु भयो। त्यही नै लगाएर धेरै टाइम पनि नलगाइकन मैले लगभग 5 मिनटमा 2टै भ्याउँछु होला। हजुरलाई 5 मिनट भयो यो देखाएरै गइरहेको छु, म कुनै भिडियो एडिट गरेको छैन। त्यही भएर हजुरहरूलाई पनि तामाको भाँडा माज्न छ, कुनै विवाह व्रतन भोज भतेरमा ठुल्ठुला भाँडाहरू माज्न पर्ने हुन्छ, अनि निखार्नलाई गाह्रो हुन्छ। अनि त्यो पिताम्बरीले नि एकदमै घोट्न पर्ने हुन्छ, धेरै टाइम लाग्छ होइन। त्यसको लागि तामाको भाँडा माज्न एकदम छिटो, सजिलो र सर्लक्क जाने, अनि केही सामान किन्न जान पनि नपर्ने, घरमै भएको सामान युज गर्न सकिने भएको भएर एकदम सजिलो के। ल हेर्नुहोस्, अब मैले यसलाई पनि धोइसकेँ। अब मैले त्यसलाई धोइसकेको थिएँ, अघि हेरिहाल्नु भयो।
एकदम सजिलो छिटो घरमै भएको सामान युज गर्न मिल्ने विवाह भतेर भोज भतेरमा तामाको भाँडा युज गर्दै हुनुहुन्छ भने ठुल्ठुलो उसमा तामाको भाँडा युज गर्दै हुनुहुन्छ भने एकदम छिटो सजिलो र एकदम चम्किलो आकर्षक बनाउनको लागि हजुरले यो विधि प्रयोग गर्न सक्नुहुन्छ। यो मेरो तेस्रो भिडियो है। अहिले दोस्रो पहिलो भिडियोलाई एकदमै मन पराएर धेरैजनाले लाइक कमेन्ट गरेर सेयर गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। दोस्रो भिडियो धेरैजनाले हेर्नु भएको छ यो तर धेरै छैन। यो तेस्रो भिडियो हेर्नु मैले 2वटा गाउरी त्यसरी रेडी गरेँ। बेला चाहिँ म गरेको छैन है, हालेको छैन, भिडियो धेरै लामो हुने भयो। यो सामान्य चिज प्रयोग गरेर एउटा यो नुन अनि मैदा यति प्रयोग गरेर मैले यो गाउरी रेडी गरेको है। र हजुरहरूलाई मन पर्यो भने एकदमै सेयर गर्नु होला, सेभ गर्नु होला अनि हजुरले पनि युज गरेर हेर्नु होला। तर हजुरले जुन लगाउनुहुन्छ त्यसलाई चाहिँ राम्रोसँग निखार्नु होला, नत्र भने निलो हुन सक्छ। त्यो निक्लेन भने त्यो भएर एकदम राम्रोसँग निखारेर घरमा भएका तामाका भाँडाहरू एकदम चम्किलो बनाउन सक्नुहुन्छ। ल भिडियो लाइक कमेन्ट सेयर गरिदिनु भएको धेरै धेरै धन्यवाद।